पार्वती गुफाभित्रका चट्टानहरूमा पनि विभिन्न देवी देवताका आकृतिहरू रहेका र गाईको थुनबाट थोपा चुहिरहेको प्रष्ट देख्न सकिन्छ। यो विराट शिवलिङ्ग मानिसले बनाएको नभएर प्राकृतिक रूपमै स्वयं उत्पत्ति भएको हो। यहाँ अलौकिक दिव्य दैवी शक्ति रहेको छ। यो स्थानमा पुग्दा जो कोहीलाई प्रत्येक श्वासमा दैवी ऊर्जाको आभास महसुस गराउँछ। पवित्र एवं पुण्य भूमि काभ्रेपलाञ्चोक जिल्लामा यस्ता धेरै शक्तिपीठहरू रहेका छन्। ती मध्ये यो पवित्र मासमा दिव्य शक्तिपीठ तथा स्वयं उत्पत्ति भएको गुप्तेश्वर महादेवको दर्शन गराउँदैछु। भक्ति भावले हेर्नुहोला। यो बेला शिवालयहरूमा भक्तजनहरूको विशेष भिड लाग्ने गर्छ। सम्भव भएसम्म जीवनकालमा एकपटक पुग्नै पर्ने पवित्र तीर्थस्थलहरू मध्येको एक काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर 11 मा अवस्थित गुप्तेश्वर महादेव हो। र यो गुप्तेश्वर महादेव उत्पत्तिको रोचक कुरा के छ भने एक दिन स्थानीय किसानको गाई घरैबाट हरायो। गाई हराएपछि उनले सबैतिर सोधखोज गरे तर फेला पार्न सकेनन्। उनले गाउँलेहरूलाई हारगुहार मागे र सबै गाउँलेहरू मिलेर चारैतिर खोज्दै जाने क्रममा मान्छे जान पनि मुस्किल पर्ने भिड भएको यो स्थानमा माथिबाट गाईले दुधको धारा बहाइरहेको अचम्मको दृश्य देखे र के रहेछ त भनेर यस स्थानमा बाटो बनाई गएर हेर्दा यस्तो गुफा फेला पर्यो र गुफाभित्र शिवलिङ्ग, त्रिशूल, डमरू, गाईका थुन, शङ्ख, चक्र, गणेश लगायतका अद्भुत आकृतिहरू देखियो। त्यसै समयदेखि गुफाभित्र भएकोले गुप्तेश्वर महादेवको नामले पुकारिन थालियो भन्ने किम्वदन्ती रहेको छ। अलौकिक दैवी शक्ति भएकै कारण यहाँ भक्ति भावले दर्शन तथा पूजा गर्दा चिताएको भाकल वा मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। पलाञ्चोक भगवतीको काखमा अवस्थित वरिपरि हरिया सदाबहार जङ्गलले घेरिएको दुई ठूला पहाडको खोजबाट बहिरहेको नाम्दी खोलाको सुमधुर सङ्गीतमा पन्छीहरूले लय गुन्जाइरहने नाम्दी खोलै माथिको भिरमा आश्चर्यजनक चकित तुल्याउने गुप्तेश्वर महादेवको उत्पत्ति भएको यस स्थानमा पुग्दा लाग्छ सत्यम शिवम सुन्दरमको भाव छचल्किरहेको छ। बाहिर हेर्दा सामान्य चट्टान मात्रै देखिने गुफाभित्र प्राकृतिक रूपमै उत्पत्ति भएको अचम्मको सुन्दर शिवलिङ्ग देख्दा जो कोही भक्ति भावले नतमस्तक नभइरहन सक्दैन। यस गुफाभित्र चारैतिर प्राकृतिक कलाले भरिएका अद्भुत आकृतिहरू देख्न सकिन्छ। शिवलिङ्गकै सामुन्नेको चट्टानमा प्रकृतिले नै बनाएको गणेशको मूर्ति प्रष्ट देख्न सकिन्छ। गुफाभित्रको भित्ताका चट्टानहरूमा त्रिशूल, डमरू, शङ्ख, गाईका थुनहरू लगायतका आकृतिहरू समेत रहेका छन्। यसै स्थानमा अर्को अचम्मको कुरा के छ भने महादेव गुफाभन्दा लगभग 50 मिटर तल फेरि अर्को त्यस्तै आश्चर्यजनक अलौकिक दैवी शक्ति भएको पार्वती गुफा पनि रहेको छ। पार्वती गुफाभित्रका चट्टानहरूमा पनि विभिन्न देवी देवताका आकृतिहरू रहेका र गाईको थुनबाट थोपा चुहिरहेको प्रष्ट देख्न सकिन्छ। चाडपर्वहरूमा गुप्तेश्वर महादेव र पार्वती माताको दर्शन गर्न आउनेहरूको भिड लाग्ने गरेको छ। यो स्थान काठमाडौँबाट लगभग 55 किलोमिटरको दूरीमा रहेको छ। यो दिव्य धामको दर्शन तपाईँले त पाउनु नै भयो, अब अरूलाई पनि देखाउनुहोला ताकि सबैको जय होस्, सबैको भलो होस्। यस्तै अलौकिक शक्तिपीठहरूको जानकारी तथा दर्शन प्राप्तिको लागि फलो गर्न सक्नुहुनेछ। धन्यवाद।